पैसाको लेनदेन हो। तर त्यसले मात्रै हामीलाई पुग्दैन। हाम्रो आय स्तर सुधार गर्नका लागि, वृद्धि गर्नका लागि विभिन्न किसिमका सिप तालिम पनि चाहिन्छ र जीवन विकासले 9वटा अभियान अन्तर्गत सामाजिक काम अन्तर्गत जुन गैर वित्तीय क्रियाकलाप हो त्यो भनेको सामाजिक काम अन्तर्गत भनेको उद्यमशीलता विकास पनि हो। यो तालिमहरू गोष्ठीहरू पर्ने गर्छ र पक्कै पनि जीवन विकासको जुन यो ठाउँको लागि हामी नयाँ छौँ। अब नयाँ त के हुनु, 3 वर्ष पुरानो भइसक्यो है, तर पनि धादिङ जिल्लाको लागि हामी नयाँ छौँ। अरू संस्था भनेको 15 वर्ष 20 वर्ष पुरानो छ। जीवन विकास भनेको यो ठाउँको लागि नयाँ हुँदाखेरि हाम्रो छुट्टै प्रकृति छ, हाम्रो छुट्टै विशेषता छ। त्यो विशेषतालाई तपाईँहरूले बढाइदिने काम तपाईँहरूको हुन्छ भने अब यहाँको हाम्रो शाखाको जुन कर्मचारी साथीहरू चाहिँ म किन नहोस्, महिनामा 1 पटक 2 पटक त आउँछौँ, या 3 पटक 4 पटक आउन सक्छौँ। त्यसको बारेमा सबै गाउँको वासीहरूलाई हामी सबै कुरा भन्न सक्दैनौँ, तर तपाईँले जाने कुरा भन्न सक्नुहुन्छ जीवन विकास के रहेछ भनेर है। त्यो उद्देश्यका लागि जीवन विकासले तपाईँको स्तर विकासको लागि यो तालिम आयोजना पक्कै पनि गरेको छ। साथसाथै अब हेर्दाखेरि तपाईँहरूको 2 दिन मात्रै लगानी छ है। तपाईँहरूको 2 दिन केही घन्टा, 8 घन्टा मान्नुहोस् 10 घन्टा मान्नुहोस्, तर हामी समग्र हेर्दाखेरि 1 लाखभन्दा बढीको लगानी छ यहाँ है। अब कसरी लाग्छ भन्दाखेरि तपाईँको सरले हिजो भने जस्तै 1 दिनको 40 जनाको 40,000 हुन्छ। हाम्रो छोडिए दिनु 2 दिनको 80,000 भयो। यो लगानीमा 30 देखि 40,000 खर्च भएको छ यो तालिममा। 1 लाखभन्दा बढी लगानी हुँदाखेरि पक्कै पनि यसमा तपाईँहरूले आउने दिनहरूलाई यो कुरा सम्झिँदै म जीवन विकासको 1 लाखको तालिममा आएर सिकेको छु। तालिमलाई तालिममा मात्रै सीमित नगरिदिनुहोस्। म प्रायः जसो पालिकाहरूमा वडाहरूमा सहकारी गर्न जाँदाखेरि भन्छ सर तालिम त हामी पनि सञ्चालन गरेका छौँ, तर व्यवहारमा लागु नगर्ने कि नगर्दाखेरि मलाई पनि अलिकति गाह्रो भयो। किनकि सहकारीमा अगाडि बढ्दाखेरि म धेरै तालिम दिन सक्थेँ। एक्लै हुँदाखेरि अलिकति तपाईँको तालमेल मिलाउन, सबै कुरा प्रक्रिया पुरा गर्नलाई तपाईँको टाइम लाग्दो रहेछ। फेरि स्वीकृति प्रक्रिया हुँदो रहेछ, त्यसले अप्ठ्यारो पार्छ। हाम्रो सरले विशेष धन्यवाद दिन चाहन्छु। उहाँले अनुरोध गर्दाखेरि समय मिलाउनु भयो, आइदिनु भयो। तपाईँले उहाँले आफ्नो विज्ञताको अनुसारको राम्रो कुरा सिकाइदिनु भयो, नत्र तपाईँको मिलाउनै गाह्रो है। र अन्तिममा